ल यो गोकर्णेश्वर नगरपालिका नम्बर 4 सावित्रा देवीबाट ब्रान्च लाइन ढोकाभन्ज्याङ जाने बाटोमा पिच गर्नको लागि सबै सब बेस लगायत राखेर हामीले पानी हालेर रोलर लगाएर हामीले यसमा चाहिँ ब्रदर्स कन्स्ट्रक्सनलाई ठेक्का पार्नु भएको छ। उहाँले ब्रदर्स कन्स्ट्रक्सन चरीकोट बासी ठेकेदार साहब हुनुहुन्छ। उहाँ ब्रदर कन्स्ट्रक्सनले चाहिँ ठेक्का पारेको आज डेढ वर्ष जति भयो। डेढ वर्षमा हामीले ब्रदर कन्स्ट्रक्सनलाई चाहिँ काम दिएको। अब अहिले पालि चाहिँ अनेक विवादहरू आएको हुनाले बाटो बढाउने कार्यहरूले चाहिँ विवाद आएको हुनाले चाहिँ काम ढिला सुस्ती भएको हुनाले अब अहिले चाहिँ विवाद सबै टुङ्गिसक्यो। यो ब्रदर्स कन्स्ट्रक्सनले चाहिँ अब अहिले चाहिँ निरन्तर काम गर्न लागिरहेछ। गोकर्णेश्वर नगरपालिका 4 बस्ने जनताहरूलाई चाहिँ अहिलेपालि चाहिँ सरर गुड्ने बनाउन लागेको छ। हाम्रो डोजर भाइ रोरलको डोजर भाइ यो ब्रदर्स कन्स्ट्रक्सनकै रोरल हो। यो फेरि अस्ति नै गर्ने भनेको यो बाटोको विवाद र ठाउँको विवादले गर्दाखेरि गर्ने। यो ब्रदर्स कन्स्ट्रक्सनकै रोरल, यो डोजर पनि उहाँकै, ब्रदर्स कन्स्ट्रक्सनकै रोरल उहाँकै हो। ल है, अब अहिले आधी बाटो चाहिँ चिप्ल्याएर हामीले लर पारिसकेका छ है। त्यस कारणले गर्दाखेरि यसमा सुपरभाइजर नीलकण्ठ कुमार थापा र सहायक ठेकेदार श्रीकण्ठ कुमार थापा, अनुगमनमा 1 नम्बरमा अनुगमनै भन्नु पर्यो श्रीकण्ठ कुमार थापा हुनुहुन्छ 1 नम्बरमा। दोस्रो नम्बरमा मैले चाहिँ यसो दाइको काम भइदिया भएर यसो सघाइ पगाइ गरेको चाहिँ मैले नि गरिरहेको छु। त्यसले गर्दाखेरि अहिले पालिदेखि चाहिँ हाम्रो यो देवी मार्गको साइडको ब्रान्चको बाटो ढोकाभन्ज्याङ जाने मार्ग, ढोकाभन्ज्याङ जाने बाटो मार्गमा छुने यो बाटोले, त्यसले गर्दाखेरि अब अहिले हाम्रो यो ग्राभेल हालेर सब बेस हालेर हामीले अहिले पेल्ने काम आजबाट सुरु भएको छ। त्यसले गर्दा ठेकेदार उहाँ पिचको ठेकेदार उहाँ आउँदै हुन्छ। उहाँ नम्बर 1 अब अहिलेसम्म हाम्रो ब्रदर्स कन्स्ट्रक्सनमा चरीकोटमा टोटल्ली पिच गर्ने नै उहाँ अहिले उहाँ हरि खड्का हुन्छ। ब्रदर्स कन्स्ट्रक्सनको साधनहरू अहिले ब्रदर्स कन्स्ट्रक्सन चाहिँ एकदम जोडले अहिलेपालि चाहिँ जति हुन्छ त्यति गर्ने भनेर चाहिँ ब्रदर्स कन्स्ट्रक्सन चाहिँ उहाँ आउनु भएको छ। त्यसले गर्दा ब्रदर्स कन्स्ट्रक्सनले चाहिँ एकदम राम्रो